घरमै कफी बनाउने तरिका लिएर आएको छु। यो तरिकाबाट कफी बनाउँदाखेरि चाहिँ खर्च पनि अब मेसिनहरूको खर्च, मेसिन किन्ने खर्च पनि जोगिन्छ र एउटा मामुली सिसाको मजाले बिर्को लाग्ने बट्टा भयो भने पुगिहाल्छ। हेर्नुहोस् है त कस्तो लाग्छ कफी बनाउने विधि। अनि प्रतिक्रिया राख्नु चाहिँ नभुलिदिनु होला। चिनी हाल्ने हो भने चिनी खाने भने चिनी पनि हाल्न सकिन्छ। म चाहिँ चिनी अलिकति खान्छु, धेरै होइन, यति खान्छु म चिनी। यति चिनीमा मैले कफी बनाउँछु। अनि त्यसलाई पहिले के गर्ने चाहिँ यो उम्लिँदै गएको दुधलाई अब यहाँ हाल्ने, उम्लिँदै गएको दुधलाई यहाँ हालेँ, यति हाल्यो। अनि यसलाई चाहिँ तपाईँ यसरी गर्नु। यो त मेसिनमा बनाएको भन्दा पनि मिठो कफी हुन्छ। एउटा सिसाको कस्तो भाँडा चाहिँ चाहियो। त्यो गरेर धेरै बेरसम्म घोलेर यता दुध पनि ततै राख्ने राख्छौँ हामी। अनि म चाहिँ यसरी धेरै बेला त्यो जस्तै अब हामीले मेसिनमा खाने बानी परेको हुन्छ नि त, विदेशतिर त पाइन्छ है। यहाँ त अब के रेस्टुरेन्टतिर बिहान उठेर जाने चलन पनि हुँदैन। विदेशमा त अब गोराहरू विदेशीहरूले अलिक कफी खाने भनेर रेस्टुरेन्टमा गाडी टिपेर जान्छन्। हामी त्यसो गर्नु सक्दैनौँ, हाम्रो नेपाली पारा बेग्लै छ। अनि फेरि घरमै मेसिन राख्नु पनि त्यो सानोतिनो मेसिनहरू चाहिँ बिग्रिँदै गर्छ। अनि ठुलो मेसिनहरू ल्याएर राख्नु पनि कस्तो पाउनु हुन्छ, धेरै पैसा खेर जान्छ, धेरै किनेर जानु पर्छ। तर यसले चाहिँ मेसिनमा बनाएको भन्दा कम कफी हुँदैन, कमको कफी हुँदैन, यस्तो मिठो कफी हुन्छ। मैले चाहिँ धेरैचोटि बनाएर खाइसकेँ। तपाईँहरू पनि घरमै बनाउनु होला यसरी। अब पछि म तपाईँलाई फेरि कस्तो कफी बने पनि देखाउँछु। अब मैले एकदम सुरु नै भइसक्यो त के हो यस्तो। अब मैले धेरै बेर घुलेँ होइन। अनि अब घोल्दा गरेपछि अब हेर्नुहोस् है, अब यो यसमा बनाउने यस्तो हुन्छ, एकदम राम्रो हुन्छ। अनि अब यसलाई अब दुध हाल्ने, दुध खानेले अनि दुध नखानेले चाहिँ यतिकै पानी उमालेर हाल्दा पनि हुन्छ। अब यस्तो गरेर हेर्नुहोस् है त, यहाँ अब दुध हाल्दै म चाहिँ दुधसँग खान्छु जहिले पनि बिहान। अनि चाहिँ हेर्नु त देखाइदिनु त बाबा नजिकबाट कस्तो भयो कि अहिले चाहिँ हेर्नुहोस् है त कति मिठो हुन्छ। एक नम्बर भयो।